ओहो खत्तमै भएछ। आज चाहिँ मेरो साइकलको आवाज पड्केर होइन धेरै पम्पहरू पड्क्यो। अनि न्यालेक अब चाहिँ म हिँड्दै जानुपर्ने भयो। हिँड्दै मात्रै नभएर साइकल डोर्याउनु पनि पर्ने भयो कि लन्ठ्याङ साइकल डोर्याउँदै मान्छेले देख्लान् कि भन्दै होइन, तर देखिरहेको थिएँ। अनि हिँड्दै जाँदाखेरि यतातिरै मन्दिर देखियो सानो गाउँभित्रको। ओहो बाघ त ठुल्ठुलो आङ गर्दै। अनि चाहिँ यतातिर बाघ साग हेर्दैछु। अनि हाम्रो राई हुनुहुन्छ साइकल घरिघरि समातिने मेरो चाहिँ। अनि यो मेरो पछाडिको सानो गाउँ स्वास्थ्य चौकी होइन मित्रहरू, यहाँ मन्दिर टक्क छ। यो खसी के भनेको छ नेवारी भाषामा लेखेको छ। हामी पढ्नलाई चाहिँ जान्छौँ तर बुझ्दैनौँ। अनि यहाँ चाहिँ टक्क अब मेन मन्दिर दानपेटिका भएको रहेछ। यसो ढोग्नु पर्यो बाघलाई भनेर, बाघलाई ढोके फेरि मेन ढोग्न त बिर्सेछु। अनि मेन पनि ढोग्नु पर्यो भनेर ढोगेँ। अनि सर्लक्क हिँड्यो। यी माछा रहेछ यहाँ चाहिँ। ओहो क्या राम्रो माछा। यहाँ चाहिँ बुद्ध पोखरी साथीहरू। यो चाहिँ बुद्धको मूर्ति छ। यहाँ चाहिँ पोखरी अनि बुद्धको यो घुमाउने ठाउँहरू छ होइन। अनि यहाँ घुमाउनलाई भित्र छिर्नु चाहिँ बन्द गरिसकेको रहेछ बुद्धको टाउको हेर्नुहोस्। ओहो अनि बाघहरू। अब हामी चाहिँ